guys, good morning. It's me Mamta. आज चाहिँ म तपाईहरुलाई अहिले सरप्राइज है कुनै ठाउँ देखाउँछु अबुधाबी। मैले नर्मली भिडियो ब्लगहरु बनाउँदिन, अहिले चाहिँ स्टार्ट गर्न लाग्छ है त। म चाहिँ अबुधाबीमा अनि म चाहिँ अबुधाबीको हरेक ठाउँ तपाईहरुलाई देखाउँछु है त भिडियोमा। म कहाँ घुम्छु के सबै देखाउँछु। गाइज प्लिज सब्स्क्राइब माई युट्युब च्यानल एन्ड देन आशा गर्दछु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, सबैले आरामै हुनुहुन्छ होला। आज चाहिँ मैले रेड कलरको कुर्ता लगाएको छु, देन रेड कलरको आई स्याडो अल्सो, किनभने म सानैदेखि आई स्याडोहरु चाहिँ एकदम कलरफुल लगाउँछु। लाइक कपडाको म्याचिङ आई स्याडोहरु मात्र मनपर्छ मलाई, त्यही भएर नर्मल मेकअप गरेँ। गाइस म जाँदैछु, अब म पार्किङमा पुग्छु अनि म त्यहाँबाट दमकल पो आइरहेको मेरो पार्किङमा आइपुगेको गाइस। अब म जान्छु। गएर तपाईहरुले हात हल्लाइरहेको थियो, त्यहाँ पुलिसहरु दमकलहरु आइरहेको सायद यतातिर 999 वाला केही भयो होला, त्यही भएर गाइस अब म जान्छु। आई विल सो यु ब्युटिफुल प्लेसेस अबुधाबी कर्नेज बीच। यो मर्निङमा चाहिँ दामी भ्यू आउँछ, त्यही भएर म तपाईहरुलाई देखाउँछु। बाइ बाइ, सी यु गाइस। म चाहिँ जाँदैछु, अहिले गाडीमा छु। म अबुधाबी जान्छु। तपाईहरुलाई भ्यू पछाडि क्यामेरा कसरी गर्नु मेरो हात आयो। म अबुधाबीको राम्रो भ्यू तपाईहरुलाई देखाउँछु भनेर जाँदैछु। बाहिर हल्का गर्मी हुन थालेको छ। आई एम हियर नाउ। म चाहिँ यहाँ आइपुग्यो, कति धेरै घाम लागेको छ गाइस। दिस इज द भ्यू आई वान्ट टु सो यु अल अफ यु। सी मेरो कपाल उडेको हावाले हावा चलिरहेछ गाइस। यो चाहिँ मस्त, जो पनि अबुधाबीमा हुनुहुन्छ भिजिट गर्नुपर्ने ठाउँ चाहिँ यही हो कि। इभिनिङ टाइममा तपाईँले यहाँदेखि हेर्नु पुरा अबुधाबीको सिन देख्नुहुन्छ। म अहिले देखाउँछु तपाईँहरूलाई। म चाहिँ अहिले यहाँ छु, म चाहिँ यहाँ अब तपाईँहरूलाई देखाउन गइरहेको छु। सबै हेर्नु अबुधाबीको मेन कर्नेज बीचको उतातिर भन्दा पनि पब्लिक बीच यता छ, स्विमिङहरू गर्ने सबै त्यता भन्दा पनि यता एरिया यहाँबाट चाहिँ सबै भ्यू देखिन्छ कि बेलुका इभिनिङमा कस्तो दामी। त्यहाँ तर झन्डा देख्नुभयो नि, म जुम गर्छु। त्यो झन्डा मुनि चाहिँ चराहरू आउँछ। प्रायः म टिकटक भिडियोहरू बनाइरहेको हुन्छु त्यहाँ मुनि गएर चराहरूलाई चिप्सहरू के दिएर। सो गाइस हियर आई एम नाउ। अब म पछाडि क्यामेराबाट देखाउँछु है गाइज। हेर्नु यो इमेज प्यालेस होटेलको अगाडि भयो। एन्ड देन सी यो चाहिँ पब्लिक बीच हो। पब्लिक बीच जो स्विमिङ खेल्न आउनुहुन्छ उहाँहरू आउने ठाउँ हो। खास यहाँबाट चाहिँ अबुधाबीको पुरै भ्यू देख्नु। मरिना महल
अबुधाबीको पुरै भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तो छ हरियो समुद्र। हामी नेपालमा समुद्र नहुने मान्छेहरूले चाहिँ समुद्र हेर्न चाहनुहुन्छ भने यहाँ आउँदा हुन्छ। अनि यहाँ चाहिँ बाइकहरू यो गाडीहरू पनि राखेको रहेछ अहिले चाहिँ। हेर्नु न स्पेसली नाउ दे हेभ सी गाडीहरू फिरारी जस्तो छ। के गाडी हो तर पानीमा कुद्ने गाडीहरू नि छ अरे। 15 मिनटको 400 दिराम हो कि कति दिराम रे। जेट स्कीहरू छ सबैजना। सो गाइज दिस इज द ब्युटिफुल प्लेस इन अबुधाबी। अनि म चाहिँ हल्का टिकटक पनि बनाउँछु। मेरो कोही पनि छैन अहिले चाहिँ। सो आई विल मेक टिकटक। गाइज हेर्नु कति राम्रो ठाउँ छ। सो ब्युटिफुल। मान्छेहरू घाम तापिरहेछ यहाँ। म चाहिँ अहिले क्यामेराम्यान छैन। उहाँ चाहिँ गाडी पार्क गर्न जानुभएको छ। म चाहिँ यहीँ उत्रेँ किन भन्दा मैले हिल लाएको छु। सो आई क्यानट वक द्याट मच फ्रम मरिना मल हियर। सो त्यस्तो छ भ्यू चाहिँ। रातो कुर्ता लगाएको छु अहिले देखाउँछु म फुल भ्यू। रातो कुर्ता लगाएको तर फेस चाहिँ कति ठुलो देखिन्छ कि गाइज। फेस ठुलै छ त अब कसैलाई केही भने जस्तो। सी यु क्यान सी अल गाइज यु क्यान इन्जोय सी इट्स ब्युटिफुल भ्यू। एन्ड देन आज भोलि चाहिँ एक्ज्याक्टली तपाईँ घुम्न बिचतिर जानुहुन्छ कतै घुम्न जानु चाहनुहुन्छ युएमा भने अहिले चाहिँ यो बेस्ट वेदर हो कि बेस्ट टाइम हो कि। यो टाइममा चाहिँ तपाईँ जहाँ पनि घुम्नु त्यति धेरै घाम हुँदैन। नभए नर्मली जुलाई अगस्ततिर त म अहिले यसरी हिँडेको म पसिनै मेरो मेकअप फ्लाट्रो जान्थेँ होइन। अहिले चाहिँ नट द्याट मच गर्मी पनि छैन चिसो पनि छैन। कति राम्रो मौसम छ। सी यु क्यान सी हाउ आई एम फिलिङ नाउ रे क्या। माई गड भेरी ब्युटिफुल। त्यो मान्छे हेर्नु न कसरी कुदिरहेछ। म चाहिँ यहाँ बसेँ। यहाँ बस्ने ठाउँ पनि छ। कति मिस अहिले टाइम यहाँको 12 बजेको छ। यति दामी वेदर छ कि ओ माई गड। कति धेरै हावा नि छैन धेरै गर्मी नि छैन जाडो नि छैन। इट्स बेस्ट टाइम यतिखेर चाहिँ दामी टाइम के। टाइमिङ चाहिँ एकदम पर्फेक्ट भएछ घुम्न आउनको लागि होइन। म चाहिँ आइएम सिटिङ हियर नाउ। सो नोबडी विथ मी। म टिकटक बनाउँछु हल्का फोटो खिच्छु तर मान्छे आएपछि अहिले होइन। गाइज अहिले चाहिँ हामी यता आइपुग्यौँ। यहाँनिर आइपुग्न लाग्यो। हिँडेर आइरहेछ। अघि अलिकति गोरी थियो अहिले अलिकति कालो भएको हो कि म। गाइज हेर्नु तपाईँ जाँदैछौँ वहाँ मरिना मलसम्म जानुपर्ने हुन्छ। सो सी एम हियर। भनेको अनुसार चाहिँ तपाईँहरूलाई यहाँ ल्याउनु कति धेरै मेकिङ टिकटक भनेपछि कोही चाहिँ टाढादेखि साइड टुरिस्टहरूबाट कहाँ कहाँदेखि आएको होइन सबैजना घुम्दैछ। यो टाइम चाहिँ बेस्ट टाइम हो क्या अबुधाबीमा। आई मिन युएमा तपाईँ आउटडोर जहाँ पनि घुम्न चाहनुहुन्छ भने यो टाइम चाहिँ एकदम बेस्ट। बिकज यदि यहाँ गर्मी पनि हुँदैन जाडो पनि हुँदैन। सो यु विल इन्जोय। कति बजी अहिले 1 बजेको छ होइन। 1 बजे न गर्मी छ न चिसो छ। सो सी वेदर वाउ। घुमेर भिडियो बनाएँ टिकटक बनाएँ। एन्ड देन द्याट साइड इम्बस प्यालेस यहाँ टावर एन्डोम टावर। सो मरि अबुधाबी बिच चाहिँ यही हो गर्ने बिच। यतातिर पानीतिर झन्डा भएको ठाउँ झुम गरेर देखाउँछ। त्यो झन्डा भएको ठाउँ चाहिँ स्पेसली त्यो चराहरू आउने ठाउँ है। हामी सधैँ गएर चरालाई के भन्छ दाना होइन चिप्सहरू यताउता खुवाउँछ अनि त्यही ठाउँ हो। मेरो टिकटकमा सानो कति धेरै भिडियोहरू छ त्यो चराहरूबाट। आज चाहिँ हामी जाँदैनौँ नेक्स्ट टाइम चाहिँ जाउँला है। कि तपाईँहरूलाई भनिरहेको अबुधाबी यो चाहिँ पानी आउने ठाउँ। यहाँ हेर्नु आजभोलि विन्टरको सिजनमा तपाईँ जहाँ पनि युएमा हुनुहुन्छ भने बिचको आसपास जानु चरा मिल्छ। चरा गर्छौँ
ड्युटी हुन्छ नि त विदेशमा नेपालमा जस्तो सोचे जस्तो हुँदैन सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ अनि फेरि नि के भन्छ भिडियो सेयर गरिदिनु होला है च्यानललाई के सब्सक्राइब गरिदिनु अनि कपी गरिदिनु कमेन्ट गरिदिनु लाइक गरिदिनु माया गरिदिनु हामी एक्सप्लोरिङ आबुधाबी सबैले टिकटकमा भन्छ तिमी कति धेरै ठाउँहरू हुन्छ आबुधाबी कहाँ हुन्छ के हुन्छ अब चाहिँ म स्टार्ट गर्दैछु त्यहाँ जहाँ म जान्छु तपाईँहरूलाई त्यही नै अनि बेलुका इभिनिङको टाइम चाहिँ दामी भ्यू आउँछ पुरा आबुधाबी सिटी यहाँबाट देख्छ नि त दामी ब्युटिफुल सो थ्याङ्क यू लभ यू सो मच धेरै माया अनि पछि सब्सक्राइब गरिदिनु ल युट्युब च्यानल